यो वर्षको यो मार्च महिना चाहिँ कति धेरै लामो भएको हो कि सबै कुराहरू भइसक्यो र पनि आज चाहिँ 2-3 दिन बाँकी छ अप्रिल लाग्नलाई होइन। अब नेपालमा त धेरै कुरा भइसक्यो होइन, हुँदाहुँदै दुबईमा पनि के भइसक्यो, बम अरे मिसाइल हुँदा 2-3 दिन लगातार पानी परेर ओहो दुबई त डुबाउने लागिसक्यो र पनि काम भने चाहिँ रोकेको छैन होइन। अहिलेसम्म चाहिँ काममा जाँदैछौँ, भोलि स्टप गर भन्यो भने त अब रुममै बस्नुपर्ने स्थिति पनि नआउला भन्न सकिँदैन होइन। आज चाहिँ मैले खानाहरू बनाएको थिइनँ, अतर बिहान उठेर अनि चिया लिएर म चाहिँ काममा जाँदैछु र खाना नबनाउनुको कारण चाहिँ यता छ, किनभने साथीले खाना बनाएर लिएर आएको थियो मेरो लागि पनि। धेरैजनाले सोध्नुहुन्छ कसरी घट्नु भयो भनेर, आजकल मेरो भिडियोहरू आउँदैन नि खानाहरू बनाएको पकाएको मिठो खाएको होइन। यसरी नै मैले आफूलाई चाहिँ एकदम फिट राखिरहेको छु, तर साथीहरूले भने बेला बेला यसरी मिठो खानेकुराहरू लिएर चाहिँ मैले खाना पनि पाइरहेको छु, ठिकै छ। कति आफैले बनाएको खाने साथीभाइले बनाएको कहिलेकाहीँ खाँदा त स्वाद नै मिठो भिन्दै होइन। म चाहिँ एकदमै इन्जोय गरिरहेको छु ब्रेकको टाइममा। यहाँ चाहिँ फ्रेन्च फ्राइजदेखि लिएर चाउमिनदेखि लिएर चिकन अचार पनि छ अनि क्याप्सिकम र आलुको सब्जी रहेछ। मिठो भएन होला भन्दै थियो, अरूले बनाएको माया गरेर लिएको त्यसै पनि मिठो हुन्छ अनि तातो भएपछि झनै मिठो हुन्छ, त्यसमा पनि ड्युटीमा ब्रेकको टाइममा। अब अरू के भन्नुपर्छ र। आजको मिठो खानाको लागि थ्याङ्क यू सो मच अन्जु भने ल।